यति धेरै टोनर त्यो पनि यति धेरै लेयर गरेर अप्लाई गरिसकेपछि चाहिँ obviously यतिको ग्लो चाहिँ आउँछ नै। टिकटकमा चाहिँ अहिले 7 लेयर टोनर मेथड एकदमै भाइरल भइरहेको रहेछ। 7 लेयर गरेर टोनर अप्लाई गर्यो भने चाहिँ स्किन एकदमै ग्लास स्किन लुक हुने और स्किनमा चाहिँ एकदमै ग्लो आउने भनेको रहेछ। सो मलाई पनि ट्राई गर्न मन लाग्यो। त्यसको लागि चाहिँ मसँग 3टा टोनर छ, एउटा चाहिँ हातमुगीको, एउटा अनुवाको र एउटा आयोनिकको। सो लेट्स ट्राई एन्ड फाइन्ड आउट इफ इट्स ट्रू अर नट। सबैभन्दा फर्स्टमा चाहिँ म यो हातमुगीको टोनरबाट स्टार्ट गर्छु, किनभने मसँग भएको यो 3टा टोनरहरू मध्येमा यो चाहिँ सबैभन्दा पातलो टोनर हो। सो योबाट स्टार्ट गरौँ। यो चाहिँ लेयर 1 हो। मलाई यसरी अप्लाई गर्न चाहिँ एकदमै अप्ठ्यारो लाग्छ। स्प्रे हुँदाखेरि चाहिँ सजिलो हुन्छ। अब यो टोनरलाई चाहिँ स्किनमा मजाले एब्जर्ब हुन दिने। एब्जर्ब भइसकेपछि मात्र नेक्स्ट लेयर अफ टोनर अप्लाई गर्नुपर्छ। सेकेन्ड लेयरको लागि पनि यही हातमुगीकै अप्लाई गर्छु। यो पालि चाहिँ मैले हातमा लिएर अप्लाई गरेँ। अब यसलाई पनि मजाले स्किनमा एब्जर्ब हुन दिने। नेक्स्ट लेयरको लागि चाहिँ म यो अनुवाको टोनर अप्लाई गर्छु। यो चाहिँ यो आयोनिकको टोनर भन्दा अलिकति पातलो अनि अघिको हातमुगीको टोनर भन्दा अलिकति बाक्लो छ। यो चाहिँ मेरो थर्ड लेयर भयो। यसलाई पनि होल फेसमा मजाले अप्लाई गरेर स्किनमा एब्जर्ब हुन दिने। थर्ड लेयर अप्लाई गर्न साथ मेरो स्किनमा यस्तो मजाले ग्लो आइसक्यो। अब फोर्थ लेयर पनि अप्लाई गरौँ। फेसमा मात्र नभएर यसरी घाँटीमा पनि अप्लाई गर्नुपर्छ है प्रोडक्टहरू चाहिँ। अब यसलाई पनि स्किनमा मजाले एब्जर्ब हुनको लागि छोड्ने। अब फिफ्थ लेयरको लागि पनि म यही टोनर चुज गर्छु, किनभने दिस इज वान अफ माई फेभरेट। यो लेयरलाई पनि अघिको जसरी नै अप्लाई गरौँ। टोनर अप्लाई गर्दा चाहिँ यसरी रब गर्नुभन्दा पनि यसरी अप्लाई गर्यो भने चाहिँ स्किनमा मजाले एब्जर्ब हुन्छ है। अब 2टा लेयर बाँकी रह्यो। सो त्यसको लागि चाहिँ म यो आयोनिकको टोनर अप्लाई गर्छु। यो चाहिँ 6th लेयर हो। घाँटीतिर पनि लास्ट लेयर बाँकी छ। यसलाई चाहिँ म हातमा राखेर अप्लाई गर्छु। सेभेन लेयर टोनर अप्लाई गरिसकेपछि चाहिँ मेरो स्किनमा चाहिँ एकदमै ग्लो आइसकेको छ। मजाले देखिन्छ, एकदमै भिजिबल छ रिजल्ट चाहिँ। तर मलाई चाहिँ एकदमै वाउ टाइपको फिल भएन, किनभने यत्रो धेरै टोनर त्यो पनि 7 लेयर गरेर लाउँदाखेरि यतिको ग्लो त आउनै पर्छ नि हैन। यतिको ग्लो आएन भने त मतलबै भएन नि। अनि यो 7 लेयर टोनर मेथडको लागि चाहिँ यति धेरै प्रोडक्ट हुनुपर्छ भन्ने छैन, 3टै 4वटै हुनुपर्छ भन्ने छैन। एउटाले पनि ट्राई गर्न मिल्छ। सो हजुरहरूलाई पनि ट्राई गर्न मन छ भने चाहिँ ट्राई गर्नुस्।